सरकार नियमले चल्ने हो कि भावनाले? त्यो मान्छेलाई चाहिँ ऊ जन्मिया थियो बाजुराको कुनामा, त्यही जा भनेर ज्याला कहाँ गर्छ? उसले दिनभरि ज्याला गरेर पेट पालिराखेको छ। कृष्ण त्यो घडेरीको मात्रैको निम्ति आएको होइन। यहाँ चाहिँ के हुन्छ भने मान्छेका घरमा काम गर्न पाइन्छ, हजुर सार्वजनिक जग्गा अगाडि नै बस्ने छाप्रो बनाएर। जनता चाहिँ सार्वजनिक होइन। जनता चाहिँ जनताको व्यवस्थापन नगर्ने भने सरकार किन चाहियो? दुर्गमबाट आएका हुन् भन्दैमा सार्वजनिक जग्गा जहाँ मन लाग्यो त्यहीँ बस्न पाइन्छ। त्यसले त समाधान होइन, समस्या बढाउँछ त। काम गर्ने अधिकार सबैलाई छ, दुर्गमबाट आएको होस् अथवा सुगममा बसेको होस्। तर सरकारी जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई छैन। सरकारले वैकल्पिक व्यवस्थापन गरेको छ भने त्यसलाई बलियो बनाउने कि अवैध बसोबासलाई नै प्रोत्साहन गर्ने हो नेता भएर। नेताहरूबाट समाधानको अपेक्षा हुन्छ, नियम तोड्न उक्साउने अभिव्यक्तिको होइन। राज्यले व्यवस्थापन गर्न खोज्दैछ त? हुँदैन। त्यहीँ चाहिएछ, काठमाडौँमै चाहिएछ, घर चाहिएछ, घडेरी चाहिएछ, फ्रीमा चाहिएछ। सरबारको नेता हो भने फलाग्दै हिँड्ने अनि राज्यको सम्पत्ति चाहिँ कब्जा गर भनेर लगाउने, यस्तो हुन्छ नेता। तपाईँहरूलाई कस्तो लाग्छ? के यी नेताले भने जस्तै हुनुपर्ने हो?